नमस्कार। चुनावको बेला हामी दुईवटा मतपत्रमा भोट हाल्छौं, हैन त? तर किन? आज हामी नेपालको यही 2 खम्बे निर्वाचन प्रणालीलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गर्नेछौं। कसरी हाम्रो भोटले 165 जना सांसद प्रत्यक्ष र 110 जना समानुपातिक रूपमा चुनिन्छन्। ल सुरु गरौं है त। ओहो, नेपालको प्रतिनिधि सभामा जम्मा 275 जना सदस्य हुन्छन् र उनीहरूलाई चुन्न हामीले 2वटा फरक मतपत्र प्रयोग गर्छौं। कारण के हो भने एउटै चुनावमा 2वटा प्रणाली सँगसँगै चलिरहेका हुन्छन्। आज हामी के कुरा गर्छौं भन्दा पहिले यो प्रत्यक्ष प्रणाली के हो भनेर हेर्छौं, त्यसपछि समानुपातिक प्रणालीलाई बुझ्छौं र अन्त्यमा नेपालले किन यस्तो मिश्रित मोडल छान्यो त त्यसमा पनि छलफल गर्नेछौं। ल सुरु गरौं पहिलो प्रणालीबाट, जसलाई भनिन्छ प्रत्यक्ष निर्वाचन प्रणाली। यसमा नि मतदाता र उम्मेद्वार बीचको सम्बन्ध एकदमै सीधा हुन्छ, नाम जस्तै। यसलाई फर्स्ट पास्ट द पोस्ट पनि भनिन्छ। मतलब यो एउटा दौड जस्तै हो, जो सबैभन्दा अगाडि पुग्यो उही जित्यो, चाहे एक भोटले मात्रै किन नहोस्। जित त जित नै हो, अरूले कति भोट ल्याए त्यसले यहाँ कुनै फरक पार्दैन। अब सोच्नुस्, हाम्रो संसदको 275 जना मध्ये ठ्याक्कै 165 जना सांसदहरू यही प्रत्यक्ष प्रणालीबाट चुनिएर आउँछन्। यसका लागि देशलाई 165 वटा निर्वाचन क्षेत्रमा बाँडिएको हुन्छ र हरेक क्षेत्रबाट एकजनाले जित्ने हो। एउटा उदाहरण हेरौं न, अझै सजिलो हुन्छ। मानौं कुनै एउटा क्षेत्रमा उम्मेद्वार कले 15,000 भोट ल्याउनुभयो अनि उम्मेद्वार खले 12,000। अब अरूको भोट जतिसुकै होस्, यहाँ सिधै उम्मेद्वार क विजय हुनुभयो। किनभने उहाँको भोट सबैभन्दा धेरै छ, सीधा हिसाब। अब यो प्रणालीको सबैभन्दा राम्रो पक्ष के हो भने सांसद आफ्नो क्षेत्रप्रति सिधै जवाफदेही हुन्छन्। तर यसको एउटा कमजोरी पनि छ। त्यो के हो भने थोरै मतले हार्ने उम्मेद्वारले परेको भोट सबै खेर गए जस्तो देखिन्छ अनि साना पार्टीहरूलाई सीट जित्न एकदमै गाह्रो पर्छ। ल अब पालो दोस्रो प्रणालीको। यो अलि फरक छ। यहाँ हाम्रो ध्यान व्यक्तिमा होइन, सिधै राजनीतिक पार्टीमा जान्छ। यहाँ चाहिँ हामी उम्मेद्वारलाई होइन, सिधै पार्टीको चुनाव चिन्हमा भोट हाल्छौं अनि पार्टीले देशभरिबाट जति भोट पायो त्यही अनुपातमा सीट पाउँछ। यसको मतलब के हो भने हामीले कुनै पार्टीलाई दिएको एउटा भोट पनि खेर जाँदैन, त्यो सिधै राष्ट्रिय गणनामा गएर जोडिन्छ। अब प्रतिनिधि सभाका बाँकी 110 जना सदस्यहरू चाहिँ यही समानुपातिक प्रणालीबाट आउँछन्। पार्टीहरूले चुनाव हुनुभन्दा अगाडि नै आफ्ना उम्मेद्वारहरूको एउटा बन्द सूची निर्वाचन आयोगमा बुझाएका हुन्छन्। जस्तै मानौ कुनै पार्टी खले देशभरिबाट कुल मतको 30% पायो रे। अब के हुन्छ, उसले समानुपातिक तर्फको 110 सीट मध्ये लगभग 30%, मतलब 33 वटा सीट पाउँछ। यसले गर्दा साना पार्टीहरूले पाएको भोटको पनि कदर हुन्छ। र यो प्रणालीको सबैभन्दा महत्वपूर्ण र सुन्दर पक्ष भनेकै समावेशिता हो। पार्टीहरूले आफूले पाएको सीटमा सांसद छान्दा महिला, दलित, जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति र पिछडिएका समुदायको प्रतिनिधित्व अनिवार्य रूपमा गराउनै पर्छ। यो बाध्यकारी नियम हो। त्यसैले यसको सबैभन्दा ठूलो शक्ति नै संसदमा समाजका सबै वर्ग र समुदायको आवाज पुग्नु हो। तर यसको एउटा कमजोरी पनि देखिन्छ। के भने यसरी छानिएका सांसदहरूको आफ्नो कुनै एउटा निश्चित निर्वाचन क्षेत्र हुँदैन, जसले गर्दा मतदातासँगको सीधा सम्बन्ध अलिक कमजोर हुन सक्छ। ल अब हामी अन्तिम खण्डमा आयौं। एउटा प्रश्न त उठ्छ नै, नेपालले किन यी 2 फरक प्रणालीलाई एकै ठाउँमा मिसाएर चलायो त? यसको जवाफ एकदमै सरल छ, सन्तुलनको लागि। भन्नुको मतलब प्रत्यक्ष प्रणालीले हरेक क्षेत्रको स्थानीय आवाज बोल्छ भने समानुपातिक प्रणालीले चाहिँ देशैभरिका सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्छ। यही सन्तुलन मिलाउन नेपालले यो मिश्रित प्रणाली अपनाएको हो। यो तालिकाले हाम्रो आजको कुराकानीलाई प्रष्ट पार्छ। हेर्नुस् त, प्रत्यक्ष प्रणालीको केन्द्रमा स्थानीय उम्मेद्वार र शक्ति जवाबदेहितामा छ। अर्कोतिर समानुपातिक प्रणालीको केन्द्रमा राष्ट्रिय पार्टी र शक्ति समावेशितामा छ। त्यसो भए अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। जवाबदेहिता र समावेशितालाई एकै ठाउँमा जोड्ने यो अद्वितीय मोडलले हाम्रो देशको शासन व्यवस्थाको भविष्यलाई आखिर कसरी आकार देला त? यो प्रश्नमा विचार गर्दै आजलाई यति नै। नमस्कार।